यो कहानी एउटा यस्तो सभ्यताको हो जुन आजभन्दा लगभग 2000 वर्ष पहिला नर्थ अमेरिकाको एउटा ठुलो हिस्सामा पर्ने गर्थ्यो। त्यो सभ्यताको मान्छेहरू कसरी आफ्नो जीवन बिताउँथ्यो र कसरी त्यो ठाउँ अमेरिकाको हिस्सामा आयो, यो सबै हामी यो कहानीमा हेर्छौँ। कहानीको सुरुवातमा हामी हेर्छौँ एउटा जङ्गलको बस्तीको मान्छेहरू एउटा जनावरको शिकार गर्न कोसिस गरिरहेको हुन्छ। जनावर भागिरहेको हुन्छ, त्यतिबेलै जनावरको खुट्टा एउटा डोरीमा पर्छ। त्यो एउटा शिकारीको जालो हुन्छ। खास गरी उनीहरू जङ्गलमा यस्तो जाल ठाउँ ठाउँमा लगाएर राख्ने गर्छ। जस्तै त्यो जनावरको खुट्टा डोरीमा पर्छ, अगाडिबाट धारिलो चिज जनावरमाथि वारपार हुन्छ। सबैजना यो देखेर धेरै खुसी हुन्छ र त्यो जनावर ल्याएर सबैजना एक एक टुक्रा बाँड्छ। कसैको भागमा मुटु, आँखा, नाक वा कान पर्छ। अब उनीहरूमध्ये एउटा मान्छेको सन्तान हुँदैन। जब उसको पालो आउँछ, उसको भागमा जनावरको टेस्टिस हुन्छ। त्यो दिने मान्छे भन्छ यो खाएपछि सन्तानको प्राप्ति हुन्छ, तर ऊ यो कुरा पत्याउँदैन र एउटा मान्छेले भन्छ म झुट बोल्दिनँ। उसको नाम ज्यागुअर, उसको बुबा मोरिस पछाडि बसेको हुन्छ। जस्तै त्यो मान्छे त्यो खान थाल्छ, त्यसको टेस्ट यति नराम्रो हुन्छ कि ऊ भोमिट गर्न थाल्छ। सबैजना यो देखेर हाँस्न थाल्छ र उसलाई जिस्काउन थाल्छ। त्यसपछि ऊ रिसले लडाइँ गर्न थाल्छ। त्यतिबेलै मोरिस बिचमा आएर लडाइँ छुटाइदिन्छ र त्यो मान्छेलाई साइडमा लगेर भन्छ तिमीलाई अझै सहनशील बन्नुपर्छ। तिमी जहिले पनि मजाको पात्र किन बन्छौ? उसले भन्छ मेरो सन्तान भइरहेको छैन, त्यसैले यिनीहरू सबै मेरो मजाक उडाउँछ। त्यसपछि मोरिस औषधि भनेर केही पात निकालेर भन्छ यो सेवन गरेपछि तिमी बुबा बन्न सक्छौ। त्यतिबेलै ऊ त्यो खान आँटेको हुन्छ, तर मोरिस उसलाई भन्छ यो औषधि खाने होइन, यो औषधि त्यति बेला लगाउनु जति बेला तिमी आफ्नो श्रीमतीको नजिक जान्छौ। ऊ विश्वास गरिहाल्छ र धेरै खुसी हुन्छ। फेरि ऊ आफ्नो साथीहरूनिर आउँछ र सबैजना जिस्किन थाल्छ। त्यतिबेलै उनीहरूलाई जङ्गलमा कोही छ जस्तो लाग्छ। उनीहरू उठेर हेर्न थाल्छ। ज्यागुअरले भन्छ त्यहाँ को छ, तिमीलाई के चाहियो? त्यहाँबाट केही आदिवासीहरू निस्किन्छ र 3-4वटा ठुलो ठुलो माछा उनीहरूको अगाडि राखिदिन्छ र भन्छ हामी तिम्रो बस्तीको छेउछेउबाट जान चाहन्छौ। र उनीहरू मानिहाल्छ। माछा उठाएर त्यसको सट्टा जनावरको एउटा टुक्रा उनीहरूलाई दिन्छ र त्यो आदिवासीहरूलाई त्यहाँबाट जान अनुमति दिन्छ। त्यसपछि पछाडिबाट अझै धेरै आदिवासीहरू आउन थाल्छ। त्यसमध्ये धेरैजना घाइते पनि हुन्छ। यो देखेर ज्यागुअरले भन्छ तिमीलाई के भयो? त्यो मान्छेले भन्छ हाम्रो बस्ती सबै ध्वस्त भयो र अब हामी नयाँ बस्ती सुरुवात गर्न अर्को ठाउँ जाँदैछौँ। यो भनेर उनीहरू त्यहाँबाट जान्छ। त्यसपछि मोरिस सबैलाई बस्ती जानु भन्छ, तर बाटोमा ज्यागुअरलाई टेन्सन हुन्छ। यो देखेर उसको बुबाले भन्छ त्यो जुन बस्तीको मान्छेहरू थियो सायद उनीहरूसँग केही गलत चिज भएको होला। अब उनीहरू आफ्नो बस्तीमा पुग्छ। उनीहरूको बस्तीमा सबै हाँसी खुसी बस्ने गर्थ्यो र सबै एक अर्कासँग मजाक गर्ने गर्थ्यो। अब जुन मान्छेको सबैले मजाक उडाइरहेको थियो त्यो मान्छेलाई एउटा बुढी मान्छेले समात्छ। त्यो बुढी मान्छे उसको सासू हुन्छ र भन्छ मलाई एउटा नाति चाहियो। यदि तिमी मलाई नाति दिन सकेनौ भने तिम्रो ठाउँमा म अरू कसैलाई ल्याउँछु, र उसलाई धकेल्दै उसको श्रीमतीनिर पुर्याइदिन्छ। अब तपाईँहरूलाई याद होला मोरिसले त्यो मान्छेलाई एउटा औषधि दिएको हुन्छ। अब केही बेरमै ऊ चिच्याउँदै बाहिर आउँछ, किनकि त्यो कुनै औषधि होइन, पोल्ने खालको पात हुन्छ। दुवैलाई पोलेर चारैतिर भाग्न थाल्छ र सबैजना उनीहरूलाई देखेर हाँस्न थाल्छ र मजाक बनाउन थाल्छ। त्यसपछि ज्यागुअर आफ्नो घर जान्छ र आफ्नो छोरालाई भेट्छ। उसको छोरा 3-4 वर्षको हुन्छ। उसको श्रीमती प्रेग्नेन्ट हुन्छ। केही समयपछि उसको घरमा नयाँ सदस्य आउनेवाला हुन्छ। ऊ आफ्नो परिवारसँग धेरै खुसी हुन्छ र उनीहरूलाई धेरै माया गर्छ। भोलिपल्ट बिहान ज्यागुअरले कुकुर कराएको आवाज सुन्छ र ऊ बिउजिन्छ। उसलाई महसुस हुन्छ कि बाहिर केही हलचल भइरहेको छ। अर्को पलमै हामी त्यहाँ एउटा खतरनाक आदिवासीलाई हेर्छौँ। उसको नाम मुबोङ्गा हुन्छ। उसको सबै साथीहरू झ्याक्सीमा लुकेर बसेको हुन्छ। उसको इसाराले सबै हातमा बलेको आगो बोकेर बाहिर आउँछ। ज्यागुअर आफ्नो घर बाहिर आएर हेर्छ। उसले केही आगो बलेको हेर्छ। ऊ बुझिहाल्छ कि केही खतरा छ। ऊ तुरुन्तै आफ्नो परिवारलाई लिएर बाहिर निस्किन थाल्छ। त्यतिबेला एकजना ऊ माथि हमला गरिदिन्छ, तर ज्यागुअरले त्यो मान्छेलाई मारेर आफ्नो परिवारलाई लिएर एउटा सुकेको इनारतिर जान थाल्छ। त्यतिबेलै त्यो खतरनाक आदिवासी सबैमाथि हमला गरिदिन्छ र सबैलाई कुटेर हात खुट्टा बाँध्न थाल्छ र एक एक गरेर सबै छाप्रोमा आगो लगाइदिन्छ। उता ज्यागुअर आफ्नो श्रीमती र छोरालाई डोरीको सहायताले बिस्तारै बिस्तारै इनारमा छोड्न थाल्छ, तर यही बीच एउटा मान्छेले ज्यागुअरलाई हेरिहाल्छ। त्यो मान्छे भागेर ज्यागुअरतिर आउन थाल्छ। यो देखेर ज्यागुअर छिटो छिटो आफ्नो परिवारलाई तल छोड्न थाल्छ। त्यतिबेलै त्यो आदिवासी आइपुग्छ र ज्यागुअर त्यो मान्छेलाई खुट्टाले हानेर लडाइदिन्छ, तर त्यो मान्छे इनारमा लड्नुभन्दा पहिल्यै ज्यागुअर उसको खुट्टा समातेर तानिहाल्छ। तर त्यो मान्छेले इनारमा भएको ज्यागुअरको परिवारलाई हेरिहाल्छ। त्यतिबेलै ज्यागुअर त्यो मान्छेलाई कुटेर मारिदिन्छ। त्यसपछि ऊ आफ्नो श्रीमती सेभेनलाई भन्छ मलाई आफ्ना मान्छेहरूको मद्दत गर्नलाई जानुपर्छ। सेभेन उसलाई रोक्छ, तर ऊ आफ्नो श्रीमतीलाई भन्छ म तिमीलाई प्रमिस गर्छु म फर्केर आउँछु। यो भनेर ऊ आफ्ना मान्छेहरूको मद्दत गर्न जान्छ। त्यहाँ ज्यागुअरको लगभग सबै मान्छेहरूलाई बन्दी बनाइसकेको हुन्छ र कति मान्छेको ज्यान पनि गइसकेको हुन्छ। अब यहाँ धेरै खतरनाक आदिवासी हुन्छ। उसको नाम हुन्छ जिरादु। ज्यागुअर र जिरादुको लडाइँ सुरु हुन्छ र चक्कुले ज्यागुअरलाई मार्न आँटेको हुन्छ, तर ज्यागुअर त्यो चक्कुले ऊमाथि नै हमला गर्छ। तर ज्यागुअर उसलाई मार्नुभन्दा पहिल्यै यहाँ उनीहरूको लिडर मुबोङ्गा आइपुग्छ र ज्यागुअरलाई बन्दी बनाइहाल्छ।
जिरादु यहाँ ज्यागवरलाई मार्न चाहन्छ तर लिडरले उसलाई रोक्छ र भन्छ मलाई जवान मान्छेको खाँचो छ। ज्यागवरको बुबा पनि बन्दी भएको हुन्छ र ज्यागवरले भन्छ मलाई माफ गरिदिनु बुबा। यो कुरा जिरादुले सुनिहाल्छ र उसलाई थाहा हुन्छ त्यो ज्यागवरको बुबा हो। त्यसैले ऊ बदला लिन ज्यागवरकै अगाडि उसको बुबालाई मारिदिन्छ। त्यसपछि ऊ ज्यागवरमाथि पनि हमला गर्छ र ज्यागवर बेहोस भइहाल्छ। जब उसको होस आउँछ ऊ हेर्छ उसको सबै साथीहरूलाई बन्दी बनाइसकेको छ। ज्यागवर इनारतिर हेर्छ जहाँ उसको परिवार छ। त्यति बेलै लिडरको छोरा कुम्बा ज्यागवरलाई इनारतिर हेरिरहेको देखिहाल्छ र ऊ इनार नजिक जान्छ। उसले हेर्छ इनारभित्र एउटा डोरी बाँधिएको छ। उसलाई शङ्का लाग्छ र इनारभित्र हेर्न थाल्छ। सेभेन आफ्नो छोरालाई लिएर एउटा ढुङ्गा मुनि लुकेको हुन्छ। अब केही नदेखेर कुम्बा माथिबाट एउटा ठुलो ढुङ्गा फ्याँकिदिन्छ तर उसले केही हलचल हेर्दैन। त्यसपछि इनारमा लागेको डोरी काटिदिन्छ। अब चाहेर पनि ज्यागवरको श्रीमती र छोरा माथि आउन सक्दैनथ्यो। अब उनीहरू बस्तीको जति पनि मान्छेलाई बन्दी बनाएको थियो त्यो सबैलाई लिएर लामो यात्रामा निस्किन्छ। उनीहरू बाटोमा त्यो बस्तीको मान्छेहरूलाई भेट्छ जुन बस्तीको मान्छे अर्को ठाउँ बस्ती बनाउन गइरहेको थियो। तर खतरनाक आदिवासीले त्यो मान्छेहरूलाई पनि समातिहालेको थियो। अब सबैजना लामो र कठिन यात्रामा निस्किन्छ जहाँ उनीहरूलाई खोला तरेर र पहाडको कठिन बाटोबाट यात्रा गर्नुपर्छ। धेरै लामो यात्रा गरेपछि जब उनीहरू एक ठाउँबाट गइरहेको हुन्छ त्यहाँ उनीहरूले धेरै डेड बडीहरू हेर्छ। यो देखेर थाहा हुन्छ कि यो मान्छेहरूलाई कुनै किसिमको रोग लागेको छ र यो रोग छोएपछि सर्छ र यहाँ एउटा बच्चा पनि हुन्छ र ऊ जिउँदो हुन्छ। ऊ त्यो खतरनाक आदिवासीहरूसँग मद्दतको लागि रिक्वेस्ट गर्न थाल्छ म यहाँ एक्लै छु मलाई पनि तपाईँहरूसँगै लानु। तर उनीहरूले त्यो बच्चालाई लाँदैन र उसलाई धकेलिदिन्छ। ज्यागवर र उसको सबै साथीहरूले त्यो बच्चालाई हेरिरहेको हुन्छ र उनीहरू केही गर्न सक्दैन। त्यसपछि त्यो बच्चा त्यो खतरनाक मान्छेहरूलाई भन्छ कि छिटै पवित्र समय आउनेवाला छ जब दिउँसै अँध्यारो भइहाल्छ र एउटा मान्छेले तिमीहरू सबैलाई यहाँबाट बाहिर लैजान्छ र तिमीहरू सँगसँगै पुरै साम्राज्यको पनि सधैँको लागि अन्त्य भइहाल्छ। त्यसपछि उनीहरू अघि बढ्न थाल्छ। कति घन्टापछि उनीहरू एउटा गाउँमा पुग्छ जहाँ धेरै मजदुरहरू हुन्छ। उनीहरूको हालत खराब हुँदा पनि यहाँ काम गर्नुपर्ने हुन्छ तर उनीहरूलाई यहाँ नछोडेर अघि बढ्न थाल्छ। त्यहाँ लिडर मुबङ्गानिर एउटा मान्छे आउँछ र सोध्छ कति मान्छे छ। उसले भन्छ यो सब मेरो छोराले भन्छ तर यसपटक मलाई राम्रो पैसा चाहिन्छ। यानि कि यो मान्छेहरू उनीहरूलाई यहाँ ल्याएर बेच्न आँटेको हुन्छ। यहाँ उनीहरूलाई खोलिदिन्छ र यहाँ जुन बन्दी भएको केटीहरू हुन्छ पहिला उनीहरूलाई बेचिदिन्छ र बाँकी मान्छेहरूलाई यहाँदेखि अघि लान्छ जहाँ धेरै भिड हुन्छ। अब ज्यागवर र उसको केही साथीलाई यहाँ रङ लगाइदिन्छ तर उनीहरू केही बुझ्न सकिरहेको हुँदैन कि यो सब के भइरहेको छ र उसँग अब के हुन्छ। खास गरी यहाँ एउटा मन्दिर हुन्छ जहाँ मान्छेको बलि दिइन्छ। ज्यागवर र उसको केही साथीलाई जुन रङ लगाइदिएको थियो उनीहरूलाई त्यहाँ लान्छ। यहाँ धेरै मान्छेहरू हुन्छ र उनीहरूको राजा पनि त्यहाँ हुन्छ र फेरि एउटा मान्छे जोड जोडले बोलिरहेको हुन्छ कि हाम्रो भगवान हामीमाथि रिसाएको छ त्यसैले चारैतिर बिरामी फैलिरहेको छ। भगवानलाई खुसी पार्न उनीहरूको बलि दिनुपर्छ। यो भनेर एक एक गरेर बलिको प्रक्रिया सुरु हुन्छ। अब ज्यागवरको पालो आउँछ तर ज्यागवरको बलि दिनुभन्दा पहिल्यै सूर्यग्रहण सुरु हुन्छ। बिस्तारै बिस्तारै चारैतिर अँध्यारो छाउँछ। यो देखेर त्यहाँ भएको सबैजना डराउँछ। सबै मान्छे प्रार्थना गर्न थाल्छ। अब बलि दिने बेला सूर्यग्रहण लागिहालेको थियो त्यसैले अमङ्गल भनेर बलि रोकिदिन्छ र यो अशुद्ध भनेर अर्को तरिकाले उसलाई मार्नुपर्छ भनेर निर्णय गर्छ। जब सूर्यग्रहण हट्छ ज्यागवर र उसको साथीहरूलाई अर्कै ठाउँ लगिन्छ। अब सबैलाई भनिन्छ कि तिमीहरू भागेर आफ्नो जङ्गलतिर जाऊ। त्यसमध्ये सबैभन्दा पहिला दुईजनालाई भाग्नु भन्छ र पछाडिबाट त्यो खतरनाक मान्छेहरू उनीहरूमाथि धारिलो बेग्ला बेग्लै हतियार फ्याँक्न थाल्छ र यसरी उनीहरूलाई मारिदिन्छ। त्यसपछि ज्यागवर र उसको साथी भाग्न थाल्छ तर दुवैजना दिमाग लगाएर बेग्ला बेग्लै बाटोबाट भाग्न थाल्छ ताकि उनीहरूको वारले बच्न सकोस्। तर पनि ज्यागवरको साथीलाई एउटा तीर लाग्छ र ऊ लड्छ। त्यही ज्यागवर जस्तै मैदानको अन्तिममा पुग्छ उसलाई पनि एउटा तीर वारपार हुन्छ तर ऊ अझै पनि जिउँदै हुन्छ। त्यहाँ लिडरको छोरा ज्यागवरलाई मार्न ज्यागवर नजिक आउँछ। ज्यागवरको साथी जो घाइते थियो ऊ लिडरको छोरालाई लडाइदिन्छ र उसले ज्यागवरको साथीलाई मारिदिन्छ। त्यसपछि ऊ चक्कु निकालेर ज्यागवरलाई मार्न आउँछ तर उसलाई मार्नुभन्दा पहिला ज्यागवर धारिलो तीरले ऊ माथि वार गर्छ जुन उसले पहिल्यै भाँचेर राखेको थियो। अब ज्यागवरको वारले लिडरको छोराको मृत्यु भइहाल्छ। त्यसपछि ज्यागवर जसोतसो गरेर जङ्गलतिर भाग्न थाल्छ। त्यसपछि लिडर भागेर आफ्नो छोरानिर आउँछ। उसको छोराको त्यही ज्यान गइहाल्छ। लिडरको सबै साथीहरू त्यहाँ आउँछ। अब लिडर बदला लिन पुरै पागल जस्तै हुन्छ। अब ऊ जसरी भए पनि ज्यागवरलाई मार्न चाहन्छ त्यसैले ऊ आफ्ना साथीहरूलाई लिएर ज्यागवरको पछि जान थाल्छ। त्यही हामी ज्यागवरलाई हेर्छौँ ऊ घाइते हालतमा भागेर धेरै टाढा आएर जङ्गलको एउटा रुखमाथि लुक्छ। त्यसपछि लिडर र उसको साथीहरू ज्यागवरलाई खोज्दै त्यही रुख मुनिबाट जान्छ तर ज्यागवरलाई हेर्दैन।
केही पर पुगेपछि मुगङ्गा आफ्नो एउटा मान्छेको काँधमा खुन हेर्छ, जुन खुन त्यो मान्छेको हुँदैन। उसले बुझिहाल्छ कि यो खुन ज्यागवरकै हो र ऊ कतै रुखमाथि लुकेर बसेको छ। जुन रुखमा ज्यागवर हुन्छ त्यही रुखमा खतरनाक जनावरको बच्चा पनि हुन्छ। त्यतिबेलै त्यहाँ जनावरको आमा आइपुग्छ र ज्यागवरमाथि हमला गर्न आँटेको हुन्छ। त्यसैले ज्यागवर भाग्न थाल्छ र जतातिर त्यो बस्तीको मान्छेहरू थियो गल्तीले ज्यागवर उतैतिर भाग्न थाल्छ। त्यो मान्छेहरू ज्यागवरलाई हेरिहाल्छ र ज्यागवरको पछि भाग्न थाल्छ। ज्यागवर जोडतोडले भागिरहेको हुन्छ र उसको पछाडि त्यो खतरनाक जनावर पनि हुन्छ। तर त्यो जनावर ज्यागवरमाथि हमला गर्नुभन्दा पहिला बिचमा एउटा मान्छे आउँछ र जनावर त्यही मान्छेमाथि हमला गरेर त्यो मान्छेलाई मारिदिन्छ। अब ज्यागवर यहाँबाट त बचेर निस्किन्छ, तर बस्तीको मान्छे अझै उसको पछि लागेको हुन्छ। कति घन्टा लगातार भागेपछि एक ठाउँ यस्तो आउँछ जहाँ बाटो हुँदैन। खास गरी यहाँ ठुलो अग्लो झरना हुन्छ र यहाँबाट हाम फाल्नुको मतलब ज्यान जानु बराबर हो। तर ज्यागवरको पछाडि पनि मृत्यु हुन्छ। त्यसैले ज्यागवरले निर्णय लिन्छ ऊ सिधै त्यहाँबाट हाम फालेर तल झर्छ। उसको भाग्य राम्रो हुन्छ र बच्न सफल हुन्छ र किनारामा पुग्छ। जब ऊ माथि हेर्छ त्यहाँ बस्तीको लिडर र उसको मान्छेहरू उसलाई हेरिरहेको हुन्छ। ज्यागवर त्यो मान्छेहरूलाई धम्की दिन्छ किनकि ऊ आफ्नो जङ्गलमा आइसकेको हुन्छ। उसले भन्छ यो मेरो जङ्गल हो, यहाँ मेरो बुबा हजुरबुबाले शिकार गरेको थियो र अब म पनि यहाँ शिकार गर्छु किनकि यो मेरो जङ्गल र मेरो एरिया हो। यदि हिम्मत छ भने आइज। माथि लिडरलाई एउटा मान्छेले भन्छ हामी यसको पछि नगएर आफ्नो बस्ती फर्किनुपर्छ। खास गरी त्यो बच्चाको भविष्यवाणी उसलाई याद आउँछ। त्यो बच्चाले भनेको हुन्छ कि एक दिन तिमीहरूको अन्त्य हुन्छ र एउटा मान्छे आउँछ जुन तिमीहरूलाई तिम्रो जङ्गलबाट बाहिर लैजान्छ। त्यसपछि तिमीहरू कहिले फर्किन पाउँदैनौ। यो सुनेर लिडर त्यो मान्छेलाई चक्कु हानेर मारिदिन्छ किनकि त्यो मान्छे डराइसकेको थियो र डराउनुको मतलब हो मृत्यु। त्यसपछि यो खतरनाक आदिवासी एक एक गरेर त्यहाँबाट हाम फाल्न थाल्छ। त्यसमध्ये एउटा मान्छेको मृत्यु भइहाल्छ तर बाँकी बचेर किनारामा आउँछ र फेरि ज्यागवरको पछि जान्छ। त्यही ज्यागवर अघि अघि भागिरहेको हुन्छ। त्यतिबेलै ज्यागवर एउटा दलदलमा लड्छ तर ऊ हिम्मत हार्दैन र जसोतसो गरेर आफूलाई त्यो दलदलबाट बाहिर निकाल्छ। तर अब उसको पुरै शरीरमा हिलो लागेको हुन्छ। त्यतिबेलै उसको दिमाग घुम्छ र एक ठाउँ उभिएर आफूले आफैलाई भन्न थाल्छ म हुँ ज्यागवर, यो जङ्गल मेरो हो, मलाई यहाँ कसैले हराउन सक्दैन र म कसैसँग डराउँदिनँ। त्यसपछि ऊ त्यो आदिवासीदेखि डराएर भाग्दैन। ऊ बेग्ला बेग्लै तरिकाले एक एक गरेर सबैलाई मार्न थाल्छ। सबैभन्दा पहिला उनीहरूमाथि मौरी फ्याँकिदिन्छ। यसको कारणले उनीहरूको हालत खराब भइहाल्छ। त्यसपछि ज्यागवरले एउटा भ्यागुता समात्छ र एउटा काँडाको सहायताले भ्यागुताको शरीरबाट विष लिन्छ र एक ठाउँ लुकेर त्यो मान्छेहरूलाई पर्खिन्छ र त्यो मान्छेहरू आउने बित्तिकै पछाडिको मान्छेमाथि विष भएको काँडाले हमला गरिदिन्छ। त्यसपछि त्यो मान्छेको मृत्यु भइहाल्छ। त्यतिबेलै उसको अगाडि त्यो मान्छे आउँछ जसले उसको बुबालाई मारेको थियो। ज्यागवरले हेर्छ बिचमा एउटा हतियार छ र ऊ जिरादुतिर भाग्न थाल्छ। ऊ पनि ज्यागवरतिर आउन थाल्छ। ज्यागवर हतियारनिर पुग्ने बित्तिकै त्यो हतियार उठाइहाल्छ र पल्टेर जिरादुमाथि वार गर्छ र जिरादु घाइते हुन्छ र फेरि जोडले हानेर जिरादुलाई मारिदिन्छ। अब यति बेलै यहाँ पानी पर्न थाल्छ र ज्यागवरलाई आफ्नो श्रीमती र बच्चाको याद आउँछ र इनारतिर भाग्न थाल्छ। त्यही इनारमा पानी भर्न सुरु हुन्छ। उसको श्रीमतीलाई पेट पनि दुख्न थाल्छ। ज्यागवर भागेर इनारनिर आइपुग्छ। उसको श्रीमती र छोराले भन्छ हामीलाई बाहिर निकाल। तर अझै बाँकी भएको 3 जना आदिवासी उसको पछि आइरहेको हुन्छ। ऊ भागेर पर जान्छ तर 2 जनाले इनारमा भएको ज्यागवरको श्रीमती र छोरालाई हेरिहाल्छ। त्यही खतरनाक लिडर मुगङ्गा ज्यागवरको पछि गइरहेको हुन्छ। भाग्दा भाग्दै एक ठाउँ उसले ज्यागवरलाई भेटाउँछ र ऊ परबाटै ज्यागवरलाई तीर हानिदिन्छ। त्यो तीर ज्यागवरको छातीमा लाग्छ। ज्यागवर अब घाइते हुन्छ तर पनि ऊ त्यहीँ उभिराख्छ। त्यसपछि लिडरले चक्कु निकाल्छ र ज्यागवरतिर जान थाल्छ तर उसलाई थाहा हुँदैन कि त्यहाँ पासो लगाएको छ। जस्तै उसको खुट्टा डोरीमा पर्छ अगाडिबाट धारिलो हतियार सिधै आएर उसको शरीरको वारपार भइहाल्छ। त्यसपछि उसको त्यही भयानक मृत्यु भइहाल्छ। अब ज्यागवरलाई यहाँबाट पनि भाग्नुपर्छ किनकि बचेको 2 जना मान्छे उतिरै आइरहेको थियो। त्यही इनारमा हामी हेर्छौँ लगातार पानी भरिरहेको थियो र ज्यागवरको श्रीमती आफ्नो बच्चालाई बचाउन कोसिस गरिरहेको हुन्छ। यस्तो कठिन समयमा उसले अझै एउटा बच्चालाई जन्म दिन्छ। त्यही ज्यागवरलाई हेर्छौँ ऊ भाग्दा भाग्दा समुद्रको किनारमा पुगिसकेको हुन्छ। ऊ धेरै थाकेर त्यहीँ रुक्छ र छक्क परेर समुद्रतिर हेर्छ। त्यतिबेलै त्यो मान्छेहरू पनि त्यहाँ आइपुग्छ र उनीहरू पनि समुद्रतिर हेर्न थाल्छ किनकि समुद्रमा ठुलो ठुलो जहाजहरू हुन्छ र सानो सानो बोटबाट केही मान्छेहरू त्यही टापुतिर आइरहेको हुन्छ। अब यति बेलै ज्यागवरले मौका पाएर भागेर इनारनिर आइपुग्छ। उसले त्यहाँ हेर्छ उसको परिवार डुब्ने अवस्थामा छ र उसको श्रीमतीले एउटा बच्चालाई जन्म दिएको छ। यो देखेर ऊ आनन्दको सास लिन्छ किनकि यति कठिनाइपछि पनि उसले फेरि आफ्नो परिवारलाई पाइसकेको छ। अब कहानीको अन्तिममा हामी हेर्छौँ ज्यागवर आफ्नो परिवारसँग जङ्गलमा हुन्छ। उसको श्रीमती समुद्रमा भएको जहाजलाई देखेर सोध्छ कि हामीलाई त्यता जानुपर्छ। ज्यागवरले भन्छ होइन, हामीलाई जङ्गलमै बसेर नयाँ सुरुवात गर्नुपर्छ। त्यसपछि उनीहरू जङ्गलतिर गइहाल्छ। खास गरी यो ठुलो ठुलो जहाजमा जुन मान्छेहरू आएको थियो उनीहरू युरोपियन थियो। उनीहरू यो टापुमा
आउनुको कारण यो टापु कब्जा गर्नु थियो। उनीहरू यहाँ आउनु एउटा हिस्टोरिकल समयलाई दर्शाउँछ। युरोपियन यहाँ आएपछि कसरी माया सभ्यताको अन्त्य भयो र आधुनिक समयमा अहिले यो ठाउँ अमेरिकाको हिस्सामा छ। र साथीहरू यो कहानी काल्पनिक हिसाबमा माया सभ्यतालाई दर्शाउँछ र यसरी नै यो कहानी यहीँ सकिन्छ। तपाईहरुलाई स्टोरी कस्तो लाग्यो कमेन्ट गर्नुहोला र थप भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकनमा क्लिक गर्न नभुल्नुहोला। थ्यांक यू एन्ड सी यू अगेन।